राम्ररी लागोस्। हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप हजुरहरू सबैजना सन्चै हुन्छ होला एन्ड म पनि एकदम सन्चै छु। सो आजको भिडियो स्टार्ट भएको छ घरतिरबाट होइन। आज चाहिँ विश्वकर्मा पूजा रहेछ होइन। विश्वकर्मा पूजाको दिनमा चाहिँ यस्तो खतरा पानी परिरहेको देख्न सक्नुहुन्छ होइन। हालत पनि यस्तै छ होइन। सो अहिले चाहिँ कति बजेको छ भन्दाखेरि ट्याक्क लगाएर अहिले चाहिँ 7 बजिसकेको छ। साइकल देखाउँछु होइन। अहिले यता राख्छु कि साइकल चाहिँ होइन। साइकलको हालत अहिले यस्तो छ, टक्क लगाएर देख्न सक्नुहुन्छ। साइकल चाहिँ मैले बाहिर झिकालिसकेको छु। भान्जा के खाएको? वाउ, सबैले च्यानल सब्सक्राइब गरिदिनु भन। पानी चाहिँ अझै पनि रोकेको छैन। सो देख्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ साइकलमा मैले पूजा गरिसकेको छु साइकल। सो त्यही नै हो, पानी परिरहेको छ। यो पानीले चाहिँ एकछिनलाई हुन्छ। आज कस्तो पानी परेर छ। फाइनल गाइस, मैले चाहिँ साइकल पूजा गरिसकेको छु। सो त्यही नै होइन। यस्तरी साइकल चाहिँ मैले यसरी पूजा गरेको छु। अब फुलहरू पनि ल्याएर टक्क हाल्नुपर्ने हुन्छ। मेन भनेको चाहिँ चेन चाहिँ यस्तो फेर्न पर्ने छ। चेन चाहिँ आज फेरौँ भनेको, आज साइकल बनाउनु हुँदैन होला सायदै। अब भोलितिर चाहिँ यो फेर्न जान्छु। अरू भनेको सबै ठिक छ। साइकलले अब कहिले दुःख नदियोस्, सक्क हुन्छ नि होइन। सस्पेन्सन राम्ररी चलोस्, ब्रेक राम्ररी लागोस्। यसरी के ट्याक्कै यसरी ब्रेक राम्ररी लागोस्। अनि यता के भन्छ, यता पछाडिको पनि ब्रेक राम्ररी लागोस्। ठिकै छ। यता ल्याउनु हल्का होइन। टायरहरू कहिले पन्चेट नभओस्, पाइडल कहिले नबिग्रोस्। त्यही होला। सस्पेन्सन राम्ररी दबोस्, अरू केही नबिग्रोस्। त्यही भन्छु ल। साइकल चाहिँ यस्तै छ। धेरै पूजा पनि गर्नु। साइकल चाहिँ मैले धुनै पाएन कि पानी यस्तो परिरहेछ नि त। हिजै धुएको धुनु चाहिँ आज धुन्छु भनेको पाउँदै पाएन कि पानी यस्तो परिरहेछ नि त। फुल चाहिँ ठिक